こんにちは。株式会社マナビアのनवीनです。よろしくお願いします。आज फेरि नेपालदेखि है नेपालदेखि ब्याचलर भिजामा चाहिँ डाइरेक्ट जापान आउन चाहनेहरुको लागि फेरि अर्को क्युजिन लिएर आएको छु। केटाहरुको लागि है यसमा इबाराकी केनमा गाडीहरुको हैन अनि त्यसपछि रेफ्रिजरेटरहरु यिनीहरुको चाहिँ प्यानल बनाउने है। यो स्टिल प्यानलहरुलाई चाहिँ कुच्याएर बङ्गाएर शेप दिएर त्यसबाट चाहिँ सामान बनाउने कम्पनीमा कोजोमा चाहिँ काम आएको छ केटाहरुको लागि। अलरेडी नेपाली 11 जनाले गर्दै हुनुहुन्छ, त्यही भएर नेपाली टन्नै हुनुहुन्छ, त्यसमा कुनै आपत्ति छैन। गर्न चाहनुहुने कोही हुनुहुन्छ भने स्टार्टिङ स्यालेरी 1,80,000 देखि छ है। अनि यसमा चाहिँ यो स्टार्टिङ मात्रै हो। अनि यसमा चाहिँ 3 महिनाको चाहिँ सिएकी खान्छ, त्यो सकिसकेपछि चाहिँ स्यालेरी अपको लागि कुरा गर्न सकिन्छ। अनि बोनस चाहिँ वर्षमा 2 लाख देखि 10 लाख बीचमा दिने भनेको छ है। यो चाहिँ तपाईहरुको काम हेरिकन, तपाईको भाषा हेरिकन हैन कतिको गर्न सक्नुहुन्छ त्यो हेरिकन दिने भनेको छ। बाँकी खाइकिन त्याते भनेर चाहिँ तपाईको एटेन्डेन्स कम्पनीको छुट्टी बाहेक चाहिँ तपाईले छुट्टी लिनु भएन। हरेक महिना चाहिँ जानुभयो भने 10,000 एक्स्ट्रा आउँछ। त्यो बाहेक खाजाको त्याते भनेर चाहिँ परिवारको लागि हजुरको वाइफको लागि चाहिँ एकमान 10,000 अनि बच्चा-बच्ची हुनुभयो भने चाहिँ 5,000। यो चाहिँ सुरुमै हुँदैन, आएको 6 महिना पछाडी चाहिँ नेपालबाट अब डिपेन्डेन्ट ल्याउ भन्ने सोच भएकोहरु कोही हुनुहुन्छ भने उहाँहरुको लागि गर्न सकिन्छ। अनि त्यो बाहेक छुट्टी चाहिँ हप्तामा 2 दिन हुन्छ। त्यो बाहेक चाहिँ रातो बिदाहरु पनि नर्मली छुट्टी दिन्छ। रातो बिदा छुट्टी भएन भने त्यसको चाहिँ खवारी भनेर त्यसको सट्टामा चाहिँ अर्को बिदा दिन्छ। त्यो हुनाले वर्षमा 120 दिन जतिको चाहिँ छुट्टी छ है। ट्रान्सपोर्टेसन पनि कम्पनीले 2 मानसम्म दिन्छु भनेको छ। रुमहरु छ, त्यो हुनाले चाहिँ आत्तिनु पर्दैन। रुमहरु कम्पनीले व्यवस्था गरिदिएको छ। दिउँसोको काम बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म गर्नुपर्ने। गर्न चाहनुहुने नेपालमा यदि मेकानिकल इन्जिनियरिङ गर्नु भएको छ भने एकदमै राम्रो हुन सक्छ है। यो चाहिँ काम तपाईहरुको लागि छैन भने अब म्यानेजमेन्ट पढ्नु भएकोहरुले पनि गर्न मिल्छ। नेपाली टन्नै भएको हुनाले नेपालमै बसेर करिब 45-50 लेसन सकाएर अथवा एन्फो को सर्टिफिकेट लिएर बसेका नेपाली दान्छेहरु केटाहरु कोही हुनुहुन्छ भनेदेखि चाहिँ मलाई रिना गर्न सक्नुहुन्छ। इबाराकी केनमा कोजोको लागि कोड नम्बर 381 मा चाहिँ मलाई रेन्डा गर्न सक्नुहुन्छ। रेन्डाको यरोस्को ओनेगाइसमास। अनि रेन्डा गर्दा चाहिँ फेसबुकमा मेसेज गर्नु होला है, नवीन मानाबिया भनेर। टिकटकमा मेसेज गरे भने त्यति साह्रो देखिदैन, धेरै छ त्यो यासे। फेसबुकमा मेसेज गर्नुभयो भने चाहिँ म तपाईलाई रिप्लाई गर्छु है। रेन्डाको यरोस्को ओनेगाइसमास।